असो फ्याफुल्ला जयसी सुला छन्रे जमन्दुदा तिनीलाई यहाँला सेवरी रानीदा डेनबा मुला यहाँला इन्टरनेसनल तामाङ क्रिस्चियन फेलोशिपला तर्फ ग्यामसे लानन डेनबा मुला साँच्चै नै परमेश्वरलाई असीमित अनुग्रह है परमेश्वरलाई कृपा अनि परमेश्वरलाई दया अनि प्रेम यहाँला लुइरी प्रशस्तन परमेश्वर चाहिँ थानबाला मुला ओछि राङला आत्मा चाहिँ यहाँदा मोलम दोनमा मुला सुरक्षा दोनमा मुला यहाँला परमेश्वर त लानन तुजिसिदागे मइगो दागे तल चुदिरी यानी तिनीलाई यहाँला सेवादा अगाडि बढाइदे अनि साँच्चै नै परमेश्वरलाई छारी चेलवन यानी परमेश्वर दा प्रशंसा अनि मइगो लागि है त फेको यानी चुदिरी सुरुला प्रार्थना लगे अनि सुरु प्रार्थना रे ngai lasila mula धन्यवाद मलाई यहाँलाई स्वर्गीय दान्छाबा जमनबन्दा गजङ परमेश्वर आबा राङला छन्दा मन्छे तोर्थिला राङला छन्दा जयजयकार लाला राङला छन्दा लानन तुजेसे मलाई तिग्दै बिसम तिनीला छु झ्याबा दिन झ्याबा मुन राङसिङ अनि दुगुदा दोनबन मला नेसाचे नै गन्ना जमन व्यस्ततारी गन्ना अप्तौ बरिला खेताङरी गन्ना सेवारी जमन लारी राङसिङ गन्दा रोलाबा मला राङसिङ गन्दा मोलम दोनमा मला ओ प्रभु लानन तुजेसे मलाई जमन थि गेताङरी गन्दा रोलाबला लागि प्रभु चुदिरी राङला जाजामे गदे गनेगादे प्रभु देश विदेश क्याम विभिन्न ग्लाग्याम जुरी साँच्चै नै यहाँरी राङला प्रशंसा लाबल लागि राङला मयगो लाबल लागि गने जुरी गिकिन सेम दसिबान पोप ताबा मुला राप्रुप ताबा मुला अनि जब गने पोप ताबा मुला राङला बच्चन सुम लागि एनी गाडे गाला छानरी गिवा घिक तासेनन पोप तासेनन गाला उपस्थिति एन्ना गुंगरी तसेला मुला बिसमान राङला बच्चन छे राङसे सुमबाला मुला प्रभु आबा गन्छे विश्वास लाबा मुला कि राङ गन्ना गुंगरी गन्देन छ्याम गन्ना सेम नंगरी गनी थोरी राङला आत्मा मुला बिसमान प्रभु गन्छ विश्वास लाबला मुला धन्यवाद मुला तिनीला जम्मन गेताङ राङ येशुला छ्यारी गन्छ चोलमान प्रभु जम्मन गेताङ राङला मैगो लाबल लागि गन्छ लाला येशू ख्रीष्टले छन् रे आमेन प्रभु दा मैगो दगाई साँच्चै नै फेको चुदिरी यानी परमेश्वर दतिकै भजन दुगु भइदुगु गोबन आराधना लगेला लसेला मुला यानी जम्मन दुगु फेको यानी चुदिरी छन्बो प्रभु येशुदा डम्फु राप्सी फ्याफुल्ला बिबसु भजन दानुन यानी जम्मन देखसी गोके है त Prabhu Yesu da Prabhu Rab Sifra Pula
स्तुति अनि महिमा मैगो थागेछु भजन ग्याम छु वाग्याम सासे नै फेमको जुदिरी यानी अर्कुनन भजन दा यानी जम्मनिक सिमान गोसेला मुला यानी जुदिरी थुजेसे मुला यसु रंगदा दया मायाला लागिरी बिबेछु वाइदा यानी जम्मनिक सि गोगे प्रभुदा स्तुति अनि मैले गाइछु भजन ग्याम छु वाग्याम
यहाँलाई परमेश्वर छोन्बो परमेश्वर हिँड्दा हालेलुया त्यतिबेला परमेश्वरलाई वचन छोन्ब मुला परमेश्वरलाई वचन क्रियाशील मुला थेन्दा बसिलामा परमेश्वर दा मैगो दा गाइछु तुइरी फेगो यहाँला छु सेमेन्छेन यहाँला छु लुइसे यहाँला फ्रान्से अनि परमेश्वर दा आराधना अनि मैगो लागि है जुदिरी फेगो जुदिरी याने केवा धोना जुनी पिन्जिङ दा इसुसे बिबाचु भजन दगोबान यहाँलाई सेमला आराधना यहाँलाई प्रशंसा यहाँलाई परमेश्वर दा यहाँनी लगेला है तला जुदिरी यहाँले जुदिरी परमेश्वर आराधना लगे यहाँलाई यहाँ जस्तो ग्लारी मुला यहाँलाई सेम एन्छे परमेश्वर धन्यवाद अनि मैज्याङ फुल्की हेर जुदिरी केवा दोनाङ्गा दा इसुसे जुनी पिन्जी खेदा विश्वासला दासी थार्बा yang दिन्छु लुइसे बिबाजु भएदा यानी जम्मा दिसे गयो है त Kiwa tunangada zuni binti suse Teta bisasla dasi Harba yang jijuluise Kiwa tunangada zuni binti suse Teta bisasla dasi Harba yang jijuluise Maya Ganalasi Zongulin Ripip Kaji Daya Maya Ganalasi Zongulin Ripip Kaji Lapsi Jiwa Tusimda Salvatini pin kaji Lapsi jiwa tusimda Salvatini pin kaji Kiwa tunangada Zuni binti susi Teta bisasla dasi Harba yang jijuluise Kiwa tunangada Zuni binti suse Teta bisasla dasi Harba yang jijuluise Tusi jiba Ngalaluise Siamci dini satela galam Jiwa Ngalaluise Saksi dini satela galam Isula waigoban Rala jailin tu galam Isula waigoban Rala jailin tu galam Kiwa tunangada Zuni binti suse Teta bisasla dasi Harba yang jijuluise Kiwa tunangada Zuni binti suse Teta bisasla dasi Harba yang jijuluise Bisasla dasi Harba yang jijuluise Teta bisasla dasi Harba yang jijuluise Oh धन्यवाद पुरा यहाँलाई परमेश्वर आबा ओ प्रभु येशू ख्रीष्टले परमेश्वर आबा रंग लानो दिसुला मन्द थारबा दिनमा परमेश्वर रंग निन्दा मन्द दुई दिनमा परमेश्वर रंग निन्दा मन्द अधर्म ज्ञान मन्द दुला पाप गरियम छबा
timba परमेश्वर rang linda oni dikhen dabadiri o mani blab si chibadiri thorsi chibadiri oni galam thorsman paapla da sundari chibadiri rang shabdalai galam dushman bani aba परमेश्वर rang linda ini oni rang la te vishwas lingoche rang la vishwas lingoche vishwas lala prabhu rang se क्षमा दिँदा निन्ने गरे रंग विश्वास लाला प्रभु आमा रंग से मन लागिरे खुशी गा बकम लावा लागिरे अनि विश्वास लाला कि रंग परमेश्वर लाग्छा तसैन ओ ते परमेश्वर तेन छम दो बाते बराबरी दा रंग से चुंगसी थान मतिगे नुन से आधुनी तर थे जम्मन से दा प्रभु रंग से आसीमान में जम्बलिङ लागिरे जम्बलिङ अधर्म पाप लागिरे जम्बलिङ मिगने पापले फसप्तामा दुइरी ते पापला बन्धन ग्याम फेवाला लागिरे ओ साच्चै नै लप्स जीवनले त साल्ला सेमनी साल्ला लाबला लागिरे रामचे जम्बलिङले फेमका सुसी अर्थात क्रुसला ओ शिवा काल दोनन मृत्यु दोनन अन्तिम दोनन रामचे प्रभु आज्ञाकारी त सुसी प्रभु बाबा धन्यवाद मुला येशू रामदा ओ Salvatini per gaji Lapsi jiwa jusimna Salvatini per gaji Oh Prabhu Benda belapa lui garida Belapa Atma kata darang sakti Samla lapa mula Kirangla batan sumala Oh Shemli belapa kata Oh sepling bagade paapla du sepling chichi bagade rebare akham bagade nanen cham khau nai yeni gadela blapa shala lala bisma rangla pachanti tini rangse sunma wala mula prabhu yesu धन्यवाद mula prabhu aba anand dismana mani thorsi chiba duiri manna gyalamla nischaita are babuba ngana luila निश्चयता आरे बाबुबा तर तिनी रंग थोरी विश्वास लबसला गन्ना लुइला निश्चयता तिनी रंग थोरी याङमा मला जुन निश्चयता छ जुग जुग दोनला केवा दोनला खैमै अजिनबा खैमै आशिबाथे अजम्बरी लुइ रंगसी गन्ना दोनमा मला बाबा ने थे लुइ रंगला आत्मा ग्याम गन्ना लुइरी गन्ना सेमरी रंगसे खनेपला सुजी प्रभावा थे प्रेम ओ थे शक्ति थे सामर्थ्य त गोनलबर रंगला पवित्र आत्मा से गन्ना सेमरी रंग से लुसिपिन मला लानन तुझे से मला प्रभावा धन्यवाद मुला तुझे से मुला छु ताला सेमहिन से तुझे से मुला छु Shimhin se Jamuling ni kalsin labari akan mamaya Jesus ilazi nada Oh tujhse mula chu Gala shimhin se तुझे मुला छु गला सिमहिन से तुझे से मुला प्रभु आबा मन चुले छि मन सेमे छि रंग तुझे रंगला प्रेम रंगला दया रंगला आत्मा ज्ञान गन्न गुंगरी रंगसे खनेप लाबा मुला प्रभु आबा ताकि गनी भक्तिहीन जम्बुलिङला जम्मन थे थोका देख्याम फेसी मार्ने रंगला ओ
स्वर्ग युल्सरी राज्य लगाइबिसमा राङ्सिङ फेबला धन्यवाद मला प्रभु राङ्ला थे ग्रेन दया माया लागिरी मन विश्वास राङ्ला विश्वास नेतरी लाभ मला प्रभु राङ्ला थे थारबा बाबा थे उद्धार रे म्हणजे विश्वास लाभला मुला ओ राङ्ला थे धार्मिकता रे राङ्ला थे रिडिम्सन राङ्ला धार्मिकता रे ओ प्रभु थे यारी राङ्ला तिके बेला थे रङसे क्षमा लाभ थे रङसे बगबला बा काल लागिरी म्हणजे तिनी विश्वास लाभ धन्यवाद मला प्रभु राङ्दा सेजी गाड्दा गई गना गुरी राङ्ला आत्माला उपस्थिति छे भन्दा रोला वाला मुला लारन तुझे मुला पवित्र आत्मा राङ्ला गना गुरी अझै पनि ताज लसुगो कि परमेश्वरलाई प्रेम परमेश्वरलाई दया परमेश्वरलाई वचन गर्न सेमरी ताज लसुगो ताकि थे वचन ज्ञान गनी स्वतन्त्रता मन गर्न लुइ ज्ञान साँच्चै नै राङ्ला वचन रिगनी आराधना अनि प्रशंसा लाबरी खाम्दै प्रभु धन्यवाद मुला तिनीलाई छु मुन तिनीलाई च्याबा दिन ओ राङसिङ गना गुरी ताज लाभ मुला राङ्ला आत्मासी धन्यवाद मला जम्मन प्रशंसा मैगो आराधना केवल राङ्ला छान्डे जिकन सुहाप्ताला तिग्ने बिसम राङ जिकन परमेश्वर राङ जिकन महिमालाई योग्य आराधनालाई योग्य परमेश्वर राङ जिकन राङ बाहेक अर्को खालानु नारी तिनी तिकै रन सियारे अर्को राङला बराबरी खाबा तिकै पनि वस्तु तिकै पनि लिभिङ थिङ्स तिकै पनि से तिकै पनि शासक तिकै पनि ग्ले तिकै पनि ओ ला खाबरे आखा राङन महान परमेश्वर राङन महान राङ्ला चिजी काट्दा गई प्रशंसा चुमुन्ने जो दिन्डे भन्दा सेमेन्जेन राङ्दा फुल्ला राङ गिखेन परमेश्वरला जा येशूला छान्रे आमेन हालेलुया परमेश्वर दा लान तुझसे तवा तागै यांसे आराधना लसिजनमा बोला कि यांसे लबा अभ्यास गरे यांसे लबा वचन भाग अनि यांसे को वाइ यांसे लबा प्रार्थना यांसे लबा अभिवादन जति पनि अभ्यास गरे मलाई जमन परमेश्वरला आराधनाला जीवन शैली हालेलुया परमेश्वर त लानन्थ जेसी तगाइ छुदिरी यांला गौरी दारेम परमेश्वरला छन्बो वचन सानबाला 2 तसै दिनमा मलाई परमेश्वरला छन्बो वचन है यांसे जब यांसे परमेश्वरला छन्म वचन दा चाला यांसे जब छन्म परमेश्वरला वचन दा यांसे चाहलाला यांला सेमसे है यांला चु परमेश्वरला छन्म वचन दा जा हरेक दैनिकी यांला लुइरी यांसे चादोबाला मुला अर्थात यांसे एक्सेप्ट यांसे उपभोगला दो यांसे किन्दोबा मुला ताकि थे वचन सत्यता ज्ञान यांले स्वतन्त्रता सिमानमी परमेश्वरला व्यवस्थारी परमेश्वरला विधिरी मनन लसिमान यानी सोधोबा हालेलुया यांला गोरी परमेश्वरला छन्म वचन तिनीला वचन यांला रुबेन आशंसे तयारी लसिजनमा मुला बसिमन यांला आशंग यांला गुरी जुन गसी जिनमा मुला ताला छु वचन सानबाला लागिरी अनि परमेश्वरला वचन प्रकाश यांला गुरी पवित्र आत्मा से बा सुगाइ बिसमा नि यानी प्रार्थना लागे है त फेक छुदिरी यानी प्रार्थना लागे यांला प्रार्थना आमेन यांला छुरी आङि मुला आइसे प्रार्थना आमेन लसिला तो yang प्रार्थनालाई हालेलुया धन्यवाद परमेश्वर आभार राङ्दा धन्यवाद राङ परमेश्वर ता महिमा दगाई राङ्दा प्रशंसा राङ्दा जय जयकार फुल्ला प्रभु तेक्द बिसाम प्रभु राङसिंगन्दा अनि हो प्रभु निबा दिन गतेर राङसे रोलै सिउजी प्रभु तिनेला छु समय दोन्जी प्रभु राङ्दा धन्यवाद परमेश्वर राङला गामरी खाला राङला कुरी खाला परमेश्वर गन्दा सदन जोकप लाबा गन्दा सदन वास्ता लाबा परमेश्वर आभार राङ्दा धन्यवाद परमेश्वर जो समय लागे धन्यवाद प्रभु तिनेला जो ज्याबा प्रभु अनि संगति प्रभु राङला छान्नी जा प्रभु अनि पोप तहिमान प्रभु राङ्दा महिमा लाबा राङ्दा आराधना लाबा मौका राइ तोन्जी प्रभु राङ्दा धन्यवाद जो दुई रिङनी प्रार्थना लाल परमेश्वर गन्ना गुंगरी प्रभु जुन दास राङला जासी जा प्रभु गन्ना गुंगरी प्रभु आने राङला छन्नो वचन बैसु बमले प्रभु राङला जादा राङसे रोलै सुको परमेश्वर गनी वचन ज्ञानमा फेनन्दन राङसे रोलै सुको परमेश्वर देश विदेश ज्ञान जे प्रभु जुन जुन ग्ला ज्ञान जे प्रभु राङला वचन सानबरी तयार दै जुनवा राङला जादा मेदा प्रभु राङसे रोलै सुको प्रभु गन्ना सेमला मरप ठंगसी बिनको परमेश्वर राङला वचन ज्ञान छि प्रभु राङला वचन जा प्रभु गनी सेम जन प्रभु ज्ञान बारी सानबारी प्रभु राङ परमेश्वर सँग भेनन्दन रोलै सुको प्रार्थना लाल परमेश्वर राङला जादा राङसे रोलै सुको वचन पाङ सुबा राङला जादैनन प्रभु राङला पवित्र आत्माला शक्ति से रोलै सुको प्रार्थना लाला परमेश्वर आभार राङदा धन्यवाद परमेश्वर गनी भेनन्दन राङला छ्यारी धन्ना परमेश्वर गनी राङला वचन जा प्रभु गनी ध्यान लसी ज्ञान बारी प्रभु राङ सिंगन्द भेनन्दन रोलै प्रार्थना लाल परमेश्वर धन्यवाद मूल परमेश्वर आभा जो समय जो वचन समय सुरु यन्ते अन्तिम दोनाला समय का प्रभु राङ परमेश्वरलान छ्यारी धनमान मलमरीला येशू प्रभुला छान्ने आमेन चला गीत लान लान तुझे से देखाइ चुदिरी परमेश्वरला छुनु वचन
बसे भन्नु यहाँलाई कुरी आशाङ फेकसी जिन बमला थागला चु बच्चन न दुई nga यहाँला आशाङ दा दन्ना यहाँला आशाङ दा स्वागत लखे ताली रप्पन लसो हिन्ना सुन नाना बुरिन्दवाला लाना थुदि सिमला प्रभु सिलाना आशित दोगै तिनीला पतन सर्वलाई र सबलाई जमन आराधना जमन लास्नम yang musolba mula धन्यवाद मला तिनी गदा सुरी यहाँला मदन आक्सिङ अदा तिनी लपत पुन मला हिममिङा होते सेबाइना तर पनि nga सेबलाई गोबल लागि है राङगु तिम्रे यङले रूप तासिदम तिनीले स्यावरे सिसनम है वचन थाइ दब गोदबा र निरन्तर प्रभु द पछला द भाइ र तिनी समी yang प्रभुले जाजामी दुगु तासिमी तिलो दोन राङबा yang है yang दुगु से प्रभु द मोसे खाम बारी मातारा yang la dukhari yang la sukhari za प्रभु से yang da yang la semla mi thong spinji za the dukhari yang da प्रभु से yang da kinji है yang la dukha दुगु जमन सांसी गर्छि है र yang जा प्रभु द पछला तला तिले त समझा भी मला हिब्रू 10 ला वजिरि मला एन्दुगु ग्लागि रुताबर आखलागु बिसनम पाङ मला है तिले सो एनी कादे रंगबा सेवा समझे अनि बा तर एनी रुताबर आखलागु बिसनम बसनी बिसपाङ मला है तेदा बैलाम yang रुताबर खलाबर तमला तिले सो तिले रुताबा बिमा yang प्रभुला नाम था थाइबा लागि प्रभुला वचन थाइबा लागि प्रभुला वचन थाइ सेम्ब्रे केन्सिनम yang चाहिँ है यसैला वचन अनुसार चाहिँ yang चाहिँ तेजा है ग्वाई चाहिँ तिले जा सारी आफ्याङ मलाई ग्वाई चाहिँ एकदम टुङ भोरी थाङ मला तेदा जा खाल्से पनि आशा मला है हेदै खाल्से नै खाजेपति नाम हेर्नुपछि छोरा हमला तिजा बिमा तेजा ग्वाई चाहिँ एकान्तारी फ्याङ मला तेजा yang नै होरङ मन हो yang चाहिँ विभिन्न कुराहरुचे विभिन्न समस्याहरुचे विभिन्न खाबा हैन झै झगडाहरुचे एकान्ता ता मलाई yang चाहिँ एकान्ता सिधो मलाई yang चाहिँ yang झै झगडा शिवराता गण्डगोल शिवराता yang चाहिँ है वस्पा yang चाहिँ एकान्ता शिव yang प्रभुलाई जाजामे बोल्दुको दासिमचा प्रभु yang चाहिँ प्रभुलाई श्याम प्रेतासिनम प्रभु द पछला दबा समय मलाई तेलामा तिनीलाई वचन बास्कामला सुसमाचार दिउनलाई राङदुगुला गुमरेङा हल्ला र टेलिभिजनमी yang प्रभु से यङला सेमला नि छुङ सिपिमला तेलामा खेरि yang से प्रभु द मोसेगा ममलाई दिले दाबिउन छोरी सुसमाचार दिउनलाई नौला छोरी पाङला है छोरी नौला 35 ग्राम से चोरी 41 पद भने मांगमलाई अन्धोपन चोरी जा खापा बिमा जा अन्धोपन बिमा चाहिँ अब सदुकी फर्सी बिबदको चाहिँ म देख्छु नि म त म सबै बुझि बिमला तर जा तिले जा हेन्से प्रभुले वचन चाहिँ गुवा हमने से हमले देन्दुको चाहिँ अन्धकारी मुबाची मै अन्धकारी मुबाची तेलामा चोरी पांसी बोला र धन्यवाद मला रंगला जमान पास्टाबा पास्टियामदा जमान ngala sem yam singala pori yam si jai mesimala zamanan la so phapula haleluya thaiban mala rangdu se thaiban mala la so inna la so धन्यवाद तिले बिसमी सूर्य आत्मा की अन्धोपन बिमला छुरी 35 पद रे है 9 ला 35 हन्छ छुरी 41 पद दोना पाङला आत्मिकी अन्धोपन बिम चाहिँ खापता जब बिम चाहिँ है yang से amrang से बिमला तर yang सेम yang से प्रभु द मोसेबा नारे yang से प्रभु द मोसेबा नारे शरीरलाई मिसे मरङला तला तर आत्माला सेमला मिसे yang से amrang वजिम amrang मान्छे yang से विश्वास लाबरा हमला प्रभु द पछौ लाबरा हमला कतै जा राङबा यङलाई विश्वास दिगु मला म त संगति जान्छु म वचन सुन्छु बिमला जा तेरा पालन जा रे है पालन आरे आज्ञाकारी आरे हैन एनी आज्ञाकारी त है एनी आज्ञाकारी त बिमला प्रभु से जहिले नै एनी आज्ञा पालन ल बिमला प्रभु से तेलामा हेरिङ रि पहिला भन्नुभयो
त्यसले त बिमाखेरि सुनि आत्मिकी अन्धोपन तिनीहरूले त्यसलाई बाहिर निकालिदिए यीशु चाहिँ थाहा यांजे त्यो अन्धला मुंगेर तासिन थाम्जी बिस्नाम चाहिँ त्यो जम्मा थिए हदुकी फर्ज दुगु चाहिँ त्यता त मुंगेर ता थाम्जी बि मलाई थियो चाहिँ आत्मिकी अन्ध त्यसले हाम्रो मलाई त्यसैतिकै आगो मलाई आसेमलाई बिस्निम चाहिँ है त्यो अन्ध जाय त्यता त मुंगेर तातको मलाई बिस्मा मलाई तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो र त्यसलाई भेटाएर भन्नुभयो के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ है तारे सूर्य यीशु चाहिँ पाउँला परमेश्वरलाई झाला मिली चाहिँ यसरी विश्वास लाखमला है विश्वनाम सूर्य पाउँलाई विश्वास पाउँला बिमला त्यसले जवाब दिए भन्यो प्रभु उहाँ को हुनुहुन्छ म उहाँमाथि विश्वास गर्नेछु विश्वनाम चाहिँ त्यो अन्दा चाहिँ अझ पाङ्जे पाङ्ला त्यसले जवाब दिए भन्यो प्रभु उहाँ को हुनुहुन्छ म उहाँमाथि विश्वास गर्नेछु येशूले पाङ्जे येशूले त्यसलाई भन्नुभयो तिमीले उसलाई देखेका छौ अनि तिमीसँग बोल्ने उनै हो बिमला प्रभु थिएन नि विश्वासलाई प्रभु थिएन नि तीन चार खाजी ब्यारे है र तब 38 बिमला तब त्यसले भन्यो प्रभु म विश्वास गर्दछु र त्यसले उहाँलाई दण्डवत गर्यो अनि येशूले भन्नुभयो म न्यायको लागि यस संसारमा आए कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्धा हुन् है हालेलुया त्यसले पाउनु प्रभु चाहिँ अंगा मिसे मराङ बिमला तर थेन चाहिँ आगो मलाई आसे मलाई तेजा अन्धकार मलाई थेदु चाहिँ सोधुकी फर्सी दु चाहिँ अन्धकार मलाई एनी मराङमा बिमला तर ए चाहिँ आमाङ मलाई आगो मलाई तिजा दिरङबा विष्णुम चाहिँ पाङ मलाई अनि येशूले भन्नुभयो म न्यायको लागि यस संसारमा आए कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्धा हुन् त्यो मराङमा दुगो चाहिँ अन्धकारजी है आमराङको दुगुसी चाहिँ मराङजी है प्रभुता मराङजी आमराङको दुगुसी जा तिला दोने yang से मराङ बारे बा yang से प्रभु खालो तिको विवाद था yang थारे भाइ थारे बा जा yang दा जा प्रभु से थे समय रे थे गरी yang दा जुन अवस्था रे yang मुबा yang बराबर मुबा yang दा दुखा मुबा कदे उजला जी कदे तिगलामा आतामा गरी yang से डान्जी ओते खेर चाहिँ प्रभु से yang ला सेमरी चाहिँ प्रभुला एपिसीला वचन अनुसार चाहिँ परमेश्वर से yang ला सेमरी छाप बनाउनु थियो है छाप रो बनाउनु त्यो छाप से लामखेरि तिनी कुनु प्रभु से किनबाजीमा है प्रभुलाई राज्य रे बाबा लागि प्रभु से बाबाजी जा तिनी सम्झाय प्रभुला छाप आयुबा लापा तापा मिदुगुजा खाजिबे हमला प्रभु थेन्दा ज तीन थेन लाउ थेन्दा ज तीन गुना लाउ थेन ज तीन थेन चाहिँ आथेमला गोमला हिन्दू आहामला तर तिले पनि सम्झ प्रभुलाई छाप चाहिँ बालकरी कुरी मुमन खेरी चाहिँ प्रभु चाहिँ छाप रोपल मुला सम्झै तिरे गुनु त्यो दुखतासिनम खातासिनम जा त्यो प्रियाय दबसिम है yang ने ओरंगमन मुबा थियो आछा yang amla कुरी मुमा yang फोन angरी मुमा जा yang खापमा yang त थाना रे तिगारे तर yang से प्रभु से बिमला तिमीको घरमा रहँदाखेरि मैले रचेको छु बिमलाई रचेको छु मैले बिमला अनि तिमीले घरमा रचेकोले गर्दाखेरि उहाँले हाम्रो जीवनमा हाम्रो हृदयमा छाप लागेकोले गर्दाखेरि है उहाँले चाहिँ हामीलाई समय अनुसार उहाँले हामीलाई ल्याउनुहुन्छ है समय अनुसार प्रभु से yang दा बाबा जी बिबा yang दा थाताजी त्यो लामखेरि yang तेरा yang से कादे प्रभु त माइजी थिएन नि न प्रभु तिला धोना थिएन नि प्रभु दाने नै थिएन प्रभु म तिला नगन मुबा तिनी नगन मुला विशेष पाङ मुला प्रभु से हिजो पनि म थियो आज पनि म छु किनभने म बाहेक कोही छैन ईश्वर बिमलाई प्रेरितला सारला बारे बिमला मानिसको बीचमा कुनै नाउँ दिएको छैन बिमलाई माने ईश्वरको नाउँ मात्रै छ त्यहाँनिर कुनै भगवान ईश्वरको चाहिँ नाउँ दिएको छैन बिमला है फेलादाखेरि उनी ईश्वर उनी परमेश्वर उनी भगवान उनी ईश्वर हो बिमला है
र ईश्वर नै परमेश्वर हो त्यो लामखेरि याङसे गोदबा सेदबा जा है याङ प्रभु त पछि ला भाइ जाछु अन्ध से ठीक यो मलाई है तब त्यसले भन्यो प्रभु म विश्वास गर्दछु र त्यसले उहाँलाई दण्डवत गर्यो अनि यसुले भन्नुभयो म न्यायको लागि यस संसारमा आए कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्धा हुन् अनि विषय कादे रङ बजा मलाई म ईश्वरलाई चिन्छु म विश्वास गर्छु विमला जा तर कादे जा त्यहाँ सुङ्ला दिन मलाई तिला मतिला है मतिला 15 8 विमला तिमीहरूको मुखले मात्रै मलाई प्रभु प्रभु भन्छौ तर तिमीहरूको हृदय भने टाढा छ विमला है टाढो छ विमला तिमीहरूको हृदय टाढो छ अनि त्यसलाई सेम दा संसारी मलाई है संसारी मलाई त्यसलाई सेम त्यो लामखेरि चाहिँ प्रभु त उहाँ सेम होला हिनमा याङ नै संसारी मलाई तर याङ संसारी मुसा याङ संसारलाई मि आइनबाका याङ चाहिँ याङ प्रभुलाई मि परमेश्वर मिले युना आटला बाह्र तिमी ज्योतिको सन्तान विश्व मलाई याङदा याङ ज्योतिलाई सन्तान हो याङ ज्योतिलाई सन्तान तासी याङ चाहिँ एकदम ह्याल तासी रातो याङ छाडसा तासी बादो चाहिँ याङ सेमजा याङ चाहिँ खाँदै तिमीले आबुङबा सेवा याङ चाहिँ अलग तासी रातो बा है प्रभुलाई नम्तर ताइदबा सेवासँग त्यसदबा सदा दिन सर्वदा प्रभुता माइबा है याङदा सेमदा तातोमा त्यसलाई याङसे गोदबा सेदबा याङसे होइन त्यसलाई याङदा त्यो समय त्यो घडीमा हामीलाई परमेश्वरले कसरी सुन्नुभयो कुन अवस्थामा सुन्नुभयो उहाँले यी 40 यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरू मध्ये कुनैले उहाँलाई भने के हामी पनि अन्धा हौँ त सूर्य बाङमला 40 पद हामी पनि अन्धा हौँ त युमला अन्धा अब नभएको उसले सायद चिन्ने थियो होला प्रभुलाई उसले जान्ने थियो होला बुझ्ने थियो होला तर के भन्छ यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरू मध्ये कुनैले उहाँलाई भने के हामी पनि अन्धा हौँ त फेरि विषयमा उनी नै हामी पनि अन्धा हौँ त हामी पनि अन्धा हौँ उनी नै अन्धा हो त विष्णु बाङमला थियो है तर चुरीमुला 41 मा हुन्छ यसले तिनीहरूलाई भन्नुभयो तिमीहरू अन्धा भए त पापको दोषी हुने थिएनौ तर तिमीहरू हामी देख्छौ भन्दछौ यसै कारण तिमीहरूको पाप रहिरहन्छ हालेलुया है अनि फेरि मनाङमा बिमला तर आमराङमला हैन तर आमराङ से मनाङमला तर मनाङमा से विवाद आमराङ नि आमराङमा विवाद चाहिँ फेरि उता पाप चाहिँ त्यसलाई सेमता सिजे हैन उनीको पाप चाहिँ रहिरहन्छ उनीको पाप चाहिँ यसले तिनीहरूलाई भन्नुभयो तिमीहरू अन्ध भए त पापको दोषी हुने थिएन बिमला पापी भएदेखि उनी पापको दोषी हुने थिएन तर आज उनीहरू अन्त धर्मी भन्छ तर उनी पापी नै भइरहेको हुन्छ है उनी पापी नै भइरहेछ धर्मी भन्छ तर धर्मले उनी धर्म गर्ने उनीहरू तर पनि उनी धर्म गर्नेले कोही पनि आज उनीहरूले देख्न सक्दैन साँचो ईश्वर साँचो परमेश्वरलाई हैन उनीहरूले चिन्नु सक्दैन उनीहरूले जान्नु सक्दैन बुझ्नु सक्दैन तर साँचो हृदयले परमेश्वरलाई उहाँलाई चिन्नु चाहिँ किनकि आज हामी यीशु ख्रीष्टलाई चिन्ने मान्छे त धार्मी हो धार्मिकतामा चल्ने छोराछोरीहरू आज हामी चाहिँ है हामी कस्तो हुनुपर्छ हामी आज किनभने आत्मिक अन्धोपन भएका व्यक्तिले आज यीशुलाई उहाँले प्रश्न गर्नुभयो म तपाईँ को हुनुहुन्छ भनेर उहाँले प्रश्न गर्दै थियो आज हामीले सोध्नुपर्ने कुराहरू के रहेछ भन्ने कुराहरू हामीले सोध्नु पर्यो खोज्नु पर्यो र हामीले पाउनु पर्छ हामीले है याङदोजी माइतोजी खाङमुला तिङमुला है खाङमुला याङ माइतोजी प्रभुता तर प्रभु सिमेमुला एन्दुकुला सेमरिमुला सेम नागरिमुला बिमुला तर सेम त्यसले भित्र हाम्रो हृदय चाहिँ हाम्रो परमेश्वरको मन्दिर हो यो नै 3 को 16 दोस्रो पहिलो कोरिन्थी 3 को 16 भन्छ तिमीहरू परमेश्वरको मन्दिर हो जसले त्यो परमेश्वरको मन्दिरलाई नष्ट गर्छ ऊ पनि नष्ट हुनेछ विष्णम पाङमला मलाई है त्यसलाई फेरि
양라 셈자 양라 수 셈자 셈멍을 심어라 양라 프로부세 प्रभु खाने आसे मला मिसे सोबला मन दिरी के खाने आसे मला दि ngachi बाथे मिसे या आसे सोबला ते मन दिरी ngachi बा तर एन्ना सेम nga सोबलाओ एन्ना nga सोबलाओ र एन्ना सेम नाने nga प्रभु सी nga एन्ना सेम nga सिबा र एन्दा दुख पर्तमा एन्दा समस्या पर्तमा समान दलाङ गरी एन्दा nga सायतला एन्दा विष्णम है प्रभु सी पांगमला यीशु क्रिस्टला यांगला लागि प्रभु आपसे यांगला लागि पिन्नुमला सायुद साजमलिदि खाबालमला प्रभु यीशु हासिनम यांगदा समानदा यांगदा मिमरांगला लाजि है यांगला सेम 총시빈지 यांगला सेमला मि 총시빈지 जा प्रभु दा यांगसे मोसे खामजि है हालेलुया यांगला सेम जा प्रभु से 총시빈지 कादेला मिसे म ईश्वर त म चिन्छु नि उनी यीशु त हो बिमला तर यीशुलाई पालन अरे यीशुलाई आज्ञाकारी अरे हैन थेलाम खेरि यहाँ चाहिँ प्रभु त कार्ले माइदमा तर जातिले बिमला सुरी युन 10 ला 10 रि बिमला 10 मा 7 हानिको पर्ला बा यसै कारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दैछु भेडाहरूको ढोका म नै हो बिमला है यीशु चाहिँ ढोका है यीशु चाहिँ ढोका म नै ढोका बिमला यीशु चाहिँ उहाँ बाहेक कोही छैन जब ढोका खाली छ है ढोका चाहिँ मना ठुङ्गलमला जमा मिजुको खागै वाङ्गै बिसिनम प्रभु चाहिँ मना खुला थान्नु मला तर मिजुको खाबर आँखामला आँगनमला खाबरे है तर जुन प्रभु चाहिँ मिला सेमला मिठो मला जा थे जुजा मिदुको खामला है तर कम्ती च्याङ्ला चाहिँ खामला बिमला प्रभु रे तर कादिसे धेर न सेमला मला तर धेरको चाहिँ खामला दिल बिमा धेरला सेमरी प्रभु से हजुर साप रोपाला रे ब्रिबला रे धेरला मरि खामला है यसै कारण यसुले फेरि तिनीहरूलाई भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु भेडाहरूको ढोका मै हो अनि यहाँ चाहिँ भेडा ताजी है यहाँ चाहिँ भेडा प्रभु त पछिल्लो यहाँ भेडा गिउदुको यहाँ चाहिँ गियो मभन्दा अघि आउने सबै चोर र डाकुहरू हुन् तर भेडाहरूले तिनीहरूको कुरा सुनेनन् है त्यो त यो मुमा थिए डाकु होइन यो दुगुम्बा यो दुगुलाई तामा थिए नि यहाँ नै आथे बा इलेक्समी त्यो यो दुगो अनि तिनीसँग धेरै झुटा शिक्षाहरू यो मलाई है संसारी खावा दाँदे होइन झुटा शिक्षा धेरै आउनेवाला बिमला तर आइसकेको पनि छ बिमला होइन खासै मलाई त्यतिको तर त्यो होसियार त नि है होसियार त बिमला तिमीहरू होसियार जोगिनु हो तिनीहरूदेखि अलग रहनु त्यतिको चाहिँ खापा भसान्दुको पाउनु मलाई तर त्यो भड्काउनु लागि यहाँलाई मिदुको त भड्काउनु लागि त्यहाँदा म यस्तो दिन्छु उस्तो दिन्छु मेरोमा आऊ म यस्तो त म सुनाम मिदा हुजु ला मलाई मिदा है तर त्यस्तो होइन त्यस्तो झुटा शिक्षा दिएर लाग्नु चाहिँ राम्रो होइन तर सही मार्ग सही निर्देशन आज एउटै मात्रै यीशु ख्रीष्ट छ उहाँ है उहाँ बाहेक कोही पनि छैन है उहाँ बाहेक कोही छैन उहाँलाई खोज्नुपर्छ किनकि सारा हृदयले सारा संस्कृतिले उहाँलाई हामीले प्रेम गर्नुपर्छ है प्रेम गर्नुपर्छ अनि किनभने मभन्दा अघि आउने सबै चोर र डाकुहरू हुन् तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ढोका मनै हुँ बिमला 9 पत्री है 9 पत्री 10 ला युना 10 ला 9 बिमला ढोका मनै हुँ यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइने छ बिमला है र भित्र बाहिर आउने जाने गर्नेछ र फर्कमा चढ्न पाउनेछ फर्क जा प्रभुलाई हिल्दी खाखम्बारी प्रभुलाई हिल्दी है मैबा लाभा लागि हैन प्रभुलाई हिल्दी शेषनाम चाहिँ आराधना लाभा हैन फर्क जा प्रभु से खर्क जा पिनु मलाई फर्क अनि फेरि चाहिँ हम चाहिँ हैन खुसीतासिन प्रभुलाई मैबा लाभा शिशु लाभा फेरि जा है ढोका मनै हुँ यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो
बचाइ नै छ मलाई। जो मान्छे यीशु ख्रीष्टमा आउनुहुन्छ ऊ बचाइ नै छ, तर जो मान्छे यीशु ख्रीष्टमा आउनु सक्दैन ऊ बचाइँदैन। उसको के हुन्छ त भन्दा उसले चाहिँ आज सन्तानमा रहन्छ, सन्तानमा रह्यो भने उसले किनभने लाइसार खाइसार मरिची लम्पसार सक्यो, यो आत्मा कहाँ जान्छ कहाँ पुग्छ के हुन्छ नि भनेर उनीहरूलाई थाहा नै छैन उनीहरूलाई। तर जब हामीले प्रभुलाई चिनेका छौँ, तर यो आत्माले शान्ति आज यीशु ख्रीष्टमा पाएको छ है, यो आत्माले हाम्रो शान्ति चाहिँ यीशु ख्रीष्टमा पाएको छ। अनि शान्तिको राजकुमार अनि यीशु ख्रीष्ट परमेश्वर हिँड्न है, यीशु ख्रीष्ट हिँड्न राजकुमार परमेश्वर यीशु है, परमेश्वरलाई जा। अनि किनभने उहाँमा शान्ति छ, उहाँमा उद्धार छ, उहाँमा मुक्ति छ, उहाँमा सँगै छ, उहाँमा स्वतन्त्र छ, उहाँमा सबै कुरोको स्रोत छ। उहाँ चाहिँ विश्राम पाङ्मुलाई है जा। प्रभुमा आउने मान्छे सबै कुरो बचाइनेछ, तर प्रभुमा नआउने मान्छे कोही पनि बाँच्न सक्दैन। उनीहरू अन्त विभिन्न धर्म कर्म गरेर उनीहरू के छ अहिले विभिन्न धर्ममा कर्ममा लागेको छ, तर धर्मले मान्छेलाई धर्म बनाउँछ, कर्मले मान्छेलाई कर लाउँछ। हालेलुया। कर्मले चाहिँ मान्छेलाई कर लाउँछ, यस्तो गर्नु उस्तो गर्नु बिमला। धर्मले चाहिँ यस्तो गर्नु उस्तो गर्नु बिमला गरेर त्यसै प्रभु त उहाँ सेमलाई, प्रभु त उहाँ सेमला हिलो बिमा खेरी चुरी 10 भन्छ 10:10 चोर त चोर्न र मार्न नाश पार्न मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। विश्व पाउँलाई। अनि चोर चाहिँ चोर्न र मार्न नाश पार्न मात्रै आउँछ। अहिले संसारमा यही छ, अहिले धेरै मात्र धेरै छ। आज चोर चाहिँ चोर जस्तै, आज चोर चाहिँ किनभने आज संसार भत्किरहेको छ, संसारमा भत्किरहेको चोरले चाहिँ नराम्रो नराम्रो काम गर्दैछ, संसारमा भड्काउने काम गर्छ, संसारमा मानिसलाई लल्याउने फकाउने होइन, उनीहरूलाई हरेक कुरा दिएर उनीहरूलाई कतैतिर लाने, उनीहरूलाई के गर्ने है उनीहरूले गरिराखेको छ। अहिले नेपालमा अहिले विभिन्न जग्गामा अहिले झुटा शिक्षा आइरहेको छ है। आज धर्म हुन्छ, यीशु धर्म हुन्छ, तर उनीहरू टिका टाढा लाएर मजाले नाचगान गरेर है उनीहरू प्रभुको प्रशंसा गरिराखेको छ। आज हामी धेरै देखिरहेछौँ, यस्ता यस्ता झुटा शिक्षाबाट हामी बाँच्नुपर्छ। धेरै आज भ्रमाउने आत्माहरू आउनेछ बिमला बथानले है। हामी चाहिँ आज किनभने आज भ्रमाउने आत्माहरू धेरै आउँदैछ। आज हामी कसरी होसियार रहने, कसरी सतर्क रहने हामी है, हामी परमेश्वरमा रहनु पर्दछ। र किनभने परमेश्वरले भन्नुभयो आज म चाहिँ किन म चोर जस्तै आउनेछु, तिमीहरू चाहिँ तयारी भएर भन्छ है, सतर्क रह भन्छ। अनि कतिखेर आउँछ हामी थाहा छैन है। आज मत्तीको वचनले भन्दछ अन्तिममा 24को वचनमा है, त्यसले गर्दाखेरि आज हामीले बुझ्नुपर्ने कुराहरू आज हामीले के त है। आज परमेश्वरले के भन्दैछ भने यहाँनिर 9:11 तर म असल गोठाला हुँ, असल गोठालोले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ। विमला है, असल गोठालाले आफ्नो भेडाको लागि आफ्नो प्राण अर्पण गर्छ। उसले आज कसरी हुन्छ, के गरेर हुन्छ, उसले चाहिँ एकदम ज्यान दिएको हुन्छ, उसले ज्यान दिएको हुन्छ, उसले ज्यान दिएको हुन्छ। म असल गोठालो हुँ, असल गोठालोले आफ्ना भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ। बिमला आफ्नो यीशु चाहिँ यहाँको लागि यहाँ घिउ हो, यहाँ हामी भेडा हो, हाम्रो निम्ति उहाँले आफ्नो ज्यान अर्पण गर्नुभयो, उहाँले बलिदान गर्नुभयो, उहाँले हाम्रो निम्ति सबै कुरो उहाँले सुम्पिनु भएको छ। उहाँले हामीलाई होइन, हामीलाई उहाँले सुम्पिनु भएको छ उहाँले। र भेडाको यहाँ भन्छ 12 पदे, भेडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठाला जस्तो होइन अरे है, गोठाला जस्तो छैन। त्यसले त मसलाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ र बोसाले भेडाहरूलाई गाँजी लैजान्छ र तितर पितर पारिदिन्छ है। दान्थे संसारै होस् मलाई दान्थे, त्यसले त संसारमा अहिले मान्छेहरू तितर बितर भइरहेको छ, यता हो कि उता हो कि, कहाँ कता हो, के हो साँचो कुरा, कहाँ हो पाउने कुरा उनीहरूलाई छैन। तर कहाँ के चाहिँ पाउने हो विष्णम चाहिँ उनीहरू चाहिँ दुगुरिराखेको छ। उनीहरू चाहिँ कहाँ के पाउने नि मलाई
कसैले 100 रेट दिन्छ कि मलाई गाडी दिन्छ मलाई पैसा दिन्छ कि है मलाई के दिन्छ भनेर मान्छेले धर्मले राखेको छ तर साँचो सत्य के हो भन्ने कुरा उनीहरूले बुझेकै छैन जानेकै छैन तर धेरै हामीले आज जान्नुपर्ने बुझ्नुपर्ने सेदवा गोदवा याङ्से माइदवा प्रभुदा है यहाँलाई सेम नाम यामसे प्रभुदा माइदवा याङ्से सेम नाम यामसे प्रभुदा याङ्से जादवा फिलिपनी एउटा 4:24 मलाई आत्मा र सत्यतामा उहाँलाई आराधना गरे बिमला है आत्मा र सत्यतामा उहाँलाई आराधना गरे बिमला याङ्से जा प्रभुदा माइदवा याङ्से सेम यामसे जादवा सेम यामसे फुलदवा आराधना गरवा है जा याङ्से फिलिपी हामी प्रभुजा याङलाई लागि सुसा जमलेरी खाबा मलाई फिलिपी हामी फिलिपी मलाई छोरी है परमेश्वर 25 परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ हालेलुया है आराधना आत्मा र सत्यतामा परमेश्वरलाई हामीले आराधना गर्नुपर्दछ है आराधना गर्नुपर्छ त्यसले हामी यहाँ भन्छ 6 को यहाँ भन्दछ 28-29 है तिनीहरूले उहाँले भने परमेश्वरले चाहनु भएको काम गर्नलाई हामीले के गर्नुपर्छ यो मलाई प्रभु से तोबा ग्याचे यांग तिगला दबा बिबा यांग सेतोजी गोदोजी प्रभु द माइबा लाबा सेम त पिन्दोजी यांग है तिनीहरूले उहाँलाई भने परमेश्वरले चाहनु भएको काम गर्नलाई हामीले के गर्नुपर्छ विश्राम पाउनु मला है यसुले यहाँ 29 मा मला यसुले तिनीहरूलाई भन्नुभयो परमेश्वर काम यही हो जसलाई उहाँले पठाउनु भयो उसमाथि विश्वास गर हालेलुया है परमेश्वर तोरी यांसे विश्वास लादा बा प्रभु से खादा पितन मला है खाला जा यीशु ख्रिस्ट ना जा यीशु ख्रिस्ट यांसे विश्वास लादा बा प्रभु दा भाइ दबा यांसे सेम यांसे जाल दबा है प्रभुला यसो लादा बा र धन्यवाद तिमीलाई जो वचन चाहिँ zaman angla dodiale nan burdu ku pasta ba pastinama za zaman shubala mula ma tuin jeng kera ani ba tini sami atma ra satya tari प्रभु दा माइ दबा है प्रभुलाई शेषो ला दबा प्रभु दा yang चाहिँ पछिम ला दबा है tini sami विश्वास गरे बिमलाई यसुले तिनीहरूलाई भन्नुभयो परमेश्वरको काम यही हो जसलाई उहाँले पठाउनु भयो उसमाथि विश्वास गर तिनी समय यहाँ से विश्वास लादबा प्रभु दा विश्वास लासिनम प्रभुलाई घ्यार लादबा महिमा लादबा है यहाँ सात जमलेरी मलाई यहाँ दाँदी हैन शरीर मलाई यहाँ से खाले साबु मुम्बु मुदे दोना यहाँ से प्रभुलाई महिमा लादबा है प्रभुको महिमा गर्नु संसारमा रहन्जेल छाउन्जेल आज हाम्रो आत्मामा हाम्रो यो जीवन रहन्जेल सम्म आज हामीले प्रभुलाई महिमा गर्नुपर्छ उहाँलाई खोज्नुपर्छ किनभने हामीले आज विगतमा कति जस्तो हामीले आज दुःख गऱ्यौँ है आज प्रभुलाई खोज्यौँ आज रुखको भेदमा हो कि खोलामा हो कि डाँडामा हो कि आज कहाँ हो त है मन मन्दिरतिर हामीले खोज्यौँ प्रभुलाई तर कहीँ पनि हुनुहुन्थेन प्रभु चाहिँ है प्रभु चाहिँ कहीँ पनि हुनुहुन्थेन र प्रभुले भन्नुभयो आज तिमीहरूको हृदयमा म छु है भनेर उहाँले भन्नुभएको छ है तिमीहरूको हृदयमा म छु तिमीहरूको हृदय चाहिँ मेरो मन्दिर हो किनभने त्यो मन्दिरमा म बस्ने छु विश्राम प्रभु चाहिँ बाङ मलाई त्यसलाई आज हाम्रो मन्दिरमा चाहिँ किनभने आज हामीले जान्नुपर्छ बुझ्नुपर्छ आज हामी आज कतिपय दाजुभाइ दिदीबहिनीहरू है कतिजना म जो नाना बुद्धको मलाई कतै मलाई जा तर पनि म विश्वासी भन्छ म क्रिस्चियन भन्छ तर सेवासँग जान्छ हिँड्छ तर उनीहरूले विगतका कुराहरू उनीहरूले छोडेको छैन है उनीहरूले विगतका कुराहरू ती गरेका सडेका
यी कुराहरू उनीहरूले छोडेकै छैन है, उनीहरूले त्यागेकै छैन। उनीहरू चाहिँ किनभने आज दोस्रो कोरिन्थी 5:17 भन्दछ, यसै कारण यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ भएको छ, पुरानो कुरा बिति गएको छ। हेर विश्राम प्रभु से कति राम्रो मलाई है, पुरानो कुरा बितिगयो। ती विगतमा ती खाएको गरेको सडेको कुराहरू आज हामीले त्याग्नुपर्छ। झगडा गर्ने कुराहरू हामीले छोड्नु पर्यो, त्याग्नु पर्यो है उहाँलाई। किनभने हामीले आज परमेश्वरलाई हामीले निरन्तर हामीले खोज्नुपर्छ। र पनि आज किन त मान्छे किन रोगमा छ त, मान्छे किन शोकमा छ मान्छेहरू है। अहिले संसारमा धेरै रोगमा छ, कष्टमा छ, मान्छेले रोग निम्ति राखेको छ है। किनभने यहाँ भनेको छ है, दोस्रो कोरिन्थीबाट छ है, म एक पद पढ्न चाहन्छु हजुरमा। होइन यहाँ म एक पद पढ्न चाहन्छु हजुरमा। र के भन्छ यो पहिलो कोरिन्थी 3:3 भन्दछ, तिमीहरू अझै संसारिक नै छौ, किनकि जब तिमीहरूका बिचमा डाह र कला छ त के तिमीहरू संसारिक चालमा चल्ने साधारण मानिस जस्ता भएनौ र। त्यहाँ भन्दा है आज प्रभुले के भन्छ, तिमीहरू अझै संसारै नै छौ, आज संसारमा भुलिरहेका छौ आज भनिरहेको छ कति प्राय है। तर आज हामी आज कस्तो हुनुपर्छ, हामी विश्वासी भएपछि प्रभुले चिने पश्चात भनेको हामी सेवासँग जान्छौँ है। आज उहाँको आज्ञा पालन गर्छु, उहाँलाई हामी आज महिमा दिन्छौँ। हामी आज हप्तामा हाम्रो शनिबार आज आइतबार हाम्रो सेवा हुन्छ भनेदेखि चौकमा जान्छौँ। तर पनि आज हामी कतिचोटि हामी सङ्गति जान्छौँ, तर हाम्रो विगतको कुराहरू कतिपय हाम्रो दाजुभाइ दिदीबहिनीले छोड्नु सकिरहेको छैन। हामी उहाँको निम्ति हामी प्रार्थनामा सम्झिरहेको छु, प्रार्थना गरिरहेको छु है। प्रार्थनालाई चाहिँ मलाई यहाँसे कति राङबा हामी त किनभने हामी प्रभुले चुन्नुभएको छोराछोरी हौ है। हामीलाई चाहिँ परमेश्वरले किन्नुभएको उहाँको रगतले हामी निष्कलङ्क हामी पवित्र जाति है भनेर प्रभुले हामीलाई भन्नुभएको छ। मलाई यहाँ है, यहाँ चाहिँ पवित्र जाति तादा मलाई तालामाखेरि यहाँ चाहिँ प्रभु त पछि लादबा प्रभु त है यहाँ चाहिँ सेम यहाँ चाहिँ जाँदबा मलाई त्यतामाखेरि हामीले आज मैले कति कुरा मैले तलमाथि भने मलाई म क्षमा चाहन्छु, क्षमा किन्बा क्षमा पिनले आशा मलाई दुसरा मलाई र चुब तन्दानेगा चु दाने तिरि थान्दो यी र जमान पस्टामा जमानन मलाई